शनिबारको दिन कहाँ जाने होला भने बाबुले। त्यसपछि हामी चाहिँ घुम्न भनेर यहाँ आएको थियौँ। को जानु भएको छ। यो ठाउँ चाहिँ यो चाहिँ भरतपुरतिर पृथ्वीनगरमा अवस्थित दुर्गा मन्दिर तथा कमल पोखरी हो। कस्तो शान्त वातावरणमा छ कि यो फाँटको माझमा छ, भिडभाड छैन, घरहरू छैन। यहाँ दुर्गा मन्दिर पनि छ। जय दुर्गा माता। त्यसपछि यहाँ थोरै पार्टी जस्तो कि सानो होमहरू गर्ने अनि त्यसपछि पिकनिकहरू खाने ठाउँ पनि छ। पिकनिकहरू पनि आउनुहुन्छ अरे कोही कोही, मैले सुनेको। यहाँ गणेशजीको मूर्ति छ। जय विघ्नहर्ता गणेश। बाबु चाहिँ खेल्दैछ। अनि यहाँ शिवजीको मन्दिर छ। यहाँ सायद शिवरात्रिमा रमाइलो हुन्छ होला। मन्दिरको मूर्तिको कलरहरू एकदमै गइसकेको छ कि मूर्ति पनि मायालाग्दो देखिएको छ। नगरपालिकाको ध्यान नगएको हो कि महानगरपालिकाको, त्यसपछि ओडाको ध्यान नगएको हो कि कसको पहुँच नपुगेको हो। एकदम कस्तो अवस्थामा छ कि हामी 4 वर्ष अगाडि आउँदा पनि यो ठाउँ यस्तै अवस्थामा देखिन्थ्यो। ठुलो बिल्डिङ बन्दैछ यहाँ। त्यो 4 वर्ष अगाडि पनि यस्तै थियो, अहिले पनि यस्तै छ। केको पहुँच नपुगेको। पूर्वाधारहरू फेरि सबै निर्माण भइसकेको छ। राम्रो छ। खानेपानीको व्यवस्था पनि राम्रो छ। शौचालयको व्यवस्था पनि राम्रो छ। सफा, अरूभन्दा पनि यस्तो सफा छ अनि शान्त छ। 1-1.5 घन्टा त यत्तिकै बच्चाहरू घुमेर दौडेर नै जान्छ कि।